नमस्कार, म कक्षा 6 की जस्मिन महर्जन। आजको यस पिनाकल स्टुडियोमा तपाईहरु सबैले स्वागत छ। म आज होलीको बारेमा केही कुराहरू भन्न गइरहेकी छु। होली हिन्दू धर्मावलम्बीहरूद्वारा मनाइने एक महत्त्वपूर्ण पर्व हो, जसलाई रङ्गहरूको पर्वका रूपमा चिनिन्छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो चाड विशेष रूपमा नेपाल, भारत तथा अन्य हिन्दू समुदाय रहेका देशहरूमा हर्षोल्लासका साथ मनाइन्छ। होली प्रेम, सद्भाव, मेलमिलाप र उमङ्गको प्रतीक हो, जसमा मानिसहरू आपसी भेदभाव भुलेर एक आपसमा रङ खेल्ने, मिठाई बाँड्ने र खुसियाली साट्ने परम्परा रहेको छ। होलीको ऐतिहासिक तथा पौराणिक पृष्ठभूमि निकै महत्त्वपूर्ण छ। हिन्दू ग्रन्थ अनुसार असुरराज हिरण्यकश्यपुले आफ्नो पुत्र प्रहलादलाई भगवान विष्णु भक्त भएकाले मार्ने प्रयास गरेका थिए। उनले आफ्नी बहिनी होलिकालाई आगोमा प्रहलादलाई जलाउन आदेश दिए, तर विष्णुको कृपाले प्रहलादलाई केही भएन, जबकि होलिका आफै भस्म भइन्। यही घटनालाई सम्झनाका रूपमा होली पर्व मनाइन्छ, जसको पहिलो दिन होलिका दहन गरिन्छ र दोस्रो दिन रङ्ग खेल्ने परम्परा छ। यस पर्वले समाजमा आपसी प्रेम र एकताको भावना विकास गराउँछ। होलीका अवसरमा मानिसहरू पुराना वैमनस्यता भुलेर नयाँ मित्रता गाँच्ने परम्परा रहँदै आएको छ। विशेष गरी नेपालमा विभिन्न जाति, धर्म र समुदायका मानिसहरू एकै ठाउँमा भेला भई रङ्ग तथा अबिर लगाएर परम्परा प्रेम प्रकट गर्छन्। आजको आधुनिक समाजमा होलीलाई थप व्यवस्थित र मर्यादित रूपमा मनाउनु आवश्यक छ। जल तथा रङ्गको दुरुपयोग, जबरजस्ती रङ लगाउने, अशिष्ट व्यवहार गर्ने जस्ता गतिविधिहरूबाट टाढा रहनुपर्छ। साथै प्राकृतिक तथा जैविक रङ्गहरूको प्रयोग गर्दै पर्यावरण मैत्री होली मनाउनु आजको आवश्यकता हो। होली केवल एक चाड मात्र होइन, यसले हाम्रो समाजमा खुसी, मेलमिलाप र आपसी सद्भाव फैलाउने एक महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। धन्यवाद।